नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म चाउमिन बनाएर खान लागेको छु। हजुरहरुलाई देखाउन चाहन्छु कसरी बनाउने भनेर। सर्वप्रथम त चाउमिनलाई मैले बोइल गरेर राखिसकेको छु र त्यस्तै कटिङ अरु सामग्री पनि गरेको छु, जस्तै गाजर, क्याप्सिकम, चिकन फ्राई गरेर राखेको छु र चना, प्याज कटिङ गरेछु र ताई पनि बसालेर ताई तातेपछि आफूलाई चाहिने जतिको तेल हाल्नुहोस् र त्यसमा जिरा फुराउनी थोरै र जिरा फुरिसकेपछि भनौं आधी भएपछि खुर्सानी, रातो खुर्सानी आफ्नो स्वाद अनुसार पनि फुराउन सक्नुहुन्छ। खुर्सानीलाई एकछिन फ्राई हुन दिनुहोस्। अनि त्यहाँ फुरिसकेपछि लसुन मसिनोसँग कटिङ गरेको लसुनलाई फ्राई गर्ने, त्यो अलिअलि ब्राउन भएपछि चना राख्दिने, जुन चाहिँ मैले अघि नै उसिनेर राखिसकेको थिएँ। त्यसमा स्वाद अनुसार हरियो खुर्सानी देख्नु भएको छ होला तपाईहरुले। हरियो खुर्सानी स्वाद अनुसार मिसाउन सक्नुहुनेछ। अब चनालाई एकछिन फ्राई गर्नाले मिठो हुन्छ। त्यसपछि प्याज कटिङ गरेर राखेको हाल्ने। प्याजलाई चाहिँ मजाले भुट्नु होला ब्राउन हुने बेलासम्म। हजुरले देख्नुहुन्छ यसमा चाहिँ मैले रातो प्याज युज गरेको छु, जुन चाहिँ देख्दा पनि राम्रो देखिन्छ र आइरनको लागि पनि राम्रो हो। प्याज रातो भएर भुटेपछि यसमा मरमसला हाल्ने मैले बेसार हालेको छु। त्यसपछि नुन स्वाद अनुसार हालेको छु, देख्नुहुन्छ। सँगसँगै त्यो अनुसार आफूलाई के मरमसला चाहिन्छ, जस्तै रातो खुर्सानी, जिरा धनियाको धुलो छ भने चाउमिन मसला पनि हाल्दा हुन्छ हजुरहरूले। सबै मरमसला हाले पछाडि त मरमसला एकछिन भुट्ने। हेर्नु त कस्तो मिठो कलर आएको छ। अब यो भुटे पछाडि चाहिँ अरु बाँकी रहेको इन्ग्रेडियन्टहरु हाल्ने। हजुरसँग के छ? मसँग चाहिँ गाजर काटेर राखेको, हरियो र रातो क्याप्सिकम राखेको छु मैले। क्याप्सिकम भन्दा चाहिँ मैले पछिको लागि राखेको छु। पहिला म यी सबै इन्ग्रेडियन्टहरुलाई मजाले फ्राई गर्नेवालामा छु। देख्नुहुन्छ कस्तो राम्रो कलर आएको छ। यो मसलाहरु यो इन्ग्रेडियन्ट भुटिने बेलासम्म मजाले फ्राई गर्नु होला, चलाइरहनु। मजाले भुटिए पछाडि यसको कलर एकदमै राम्रो आउँछ, देखिरहनु भएको छ होला त्यहाँ भिडियोमा पनि हजुरहरूले। वन्स राम्ररी भुटे पछाडि यसमा मैले टमाटो पेस्ट हालेको छु। म चाहिँ टमाटो पेस्ट बीचमा हाल्छु ताकि त्यो फ्राई होस् मजाले भनेर। त्यसको स्वाद कसैलाई मन नपर्न सक्छ, त्यसैले मलाई चाहिँ मजाले भुटिएको मन पर्छ, त्यही भएर म चाहिँ एकछिन त्यसलाई भुट्न दिन्छु। टमाटो पेस्ट मजाले भुटिए पछाडि चाहिँ म फेरि सबै मिक्स गर्छु त्यो इन्ग्रेडियन्ट्सहरु। हेर्नु त कति राम्रो कलर आएको छ। सँगसँगै मैले काटेको बन्दा पनि हालेको छु। मलाई चाहिँ बन्दा अलि पछि अलि क्रन्ची भएको नै मन पर्छ, त्यही भएर म अलि पछि हाल्न रुचाउँछु। आफ्नो आफ्नो इच्छा हुन्छ कसरी राख्ने भनेर हजुरहरूलाई। त्यसपछि मैले मजाले भुटेर राखेको चिकन पनि राख्दिएको छु, जुन चाहिँ मैले तेलमा फुराएको थिएँ। हजुरहरूले एयर फ्राई गर्दा पनि हुन्छ। मैले यहाँ चिकन राखेको छु, तर तपाईहरुलाई जुन नन भेज आइटम खान मन लाग्छ त्यो राख्दा हुन्छ। नन भेज नखानेले यतिकै भेज आइटम मात्र राखेर गर्दा हुन्छ। अब मैले सोया सस हाले स्वाद अनुसारले, आफूलाई कतिको चाहिन्छ। देख्नुहुन्छ मैले नर्मल सोया सस युज गरेको छु कुनै पनि। अन्त अब तिनीहरुलाई मिक्स गरिदिनु होला सबै आइटमलाई। सरी मैले अघि नै चाउमिन मसला भनेको थिएँ, तर म चाहिँ पछि हालेको छु, किनभने चाउमिन मसला धेरै भुट्यो भने तितो हुन जान्छ। आफूलाई कति चाहिएको छ त्यो मात्रामा हालेर सबैलाई फेरि मिक्स गरिदिने एकचोटी। सबै इन्ग्रेडियन्ट राम्ररी मिक्स भए पछाडि चाउमिन मसला पनि फ्राई भए पछाडि चाहिँ अब हाम्रो बाँकी रहेको मेन आइटम भनेको चाउमिन, जुन चाहिँ मैले पखालेर राखेको छु, किनभने सबै टाँसिएको हुन्छ बोइल गरेर राख्दा। अब त्यसलाई हाल्दिनु कति मात्रामा चाहिन्छ। मैले चाहिँ सबै एकैचोटी पकाउन आँटेकोले म सबै एकैचोटी हाल्दैछु, हेर्नु होला। अनि वन्स सबै चाउमिन आफूलाई चाहिने मात्रामा हाले पछाडि चाहिँ मिक्स गर्ने काम मात्र हुन्छ। मिक्स गरेर फ्राई गरे पछाडि हाम्रो चाउमिन भेरी सुन रेडी हुनेवालामा छ। हजुरहरूले देख्नुभएको होला मेरो चाउमिन चाहिँ अलि पहेँलो देखिएको छ, जुन चाहिँ मैले इन्डियन स्टोरबाट ल्याउँदाखेरि चाहिँ सेतो नै थियो। बोइल गर्दाखेरि बेसार, नुन र तेल हालेर बोइल गरेको हो, जसले गर्दा चाहिँ यस्तो राम्रो कलर आएको छ। मलाई चाहिँ अलिक बेसार हालेर अलिक पहेँलो भएको चाउमिनै मनपर्ने भएको भएर बेसार हालेर बनाइरहेको हुन्छु मैले चाहिँ बनाउँदाखेरि। अब हाम्रो काम भनेको चाहिँ यो सबै इन्ग्रेडियन्टहरूलाई मिक्स गर्ने हो। मजाले सबैलाई भित्रसम्म मसला पुग्ने गरेर मिक्स गरे पछाडि चाहिँ फ्राई गर्ने। आफूलाई कतिको फ्राई खान मन लाग्छ। मलाई चाहिँ अलिकति चाउमिन भनेको स्ट्रिट फुडको जस्तो स्ट्रिटमा पाउने खालको चाउमिन मनपर्छ, त्यही भएर मैले चना हालेको छु, मैले जुन चाहिँ मैले पहिल्यै भनेको थिएँ। अब बाँकी रहेको काम भनेको हामीले यसलाई मिक्स गर्ने मात्रै, टोस्ट गर्ने। कसरी बनाउन मन लाग्छ, कसरी मिक्स गर्ने आफ्नो तरिका हुन्छ। मैले देख्नुभएको छ चाउमिन बनाउने।
पनियो जुन चाहिँ नेपालबाट लिएर आएको हो मैले, अनि काठको पनियो चलाएर युज गरेर मिक्स गर्दैछु। अब यतिको मिक्स अब आफूलाई कतिको फ्राई खान मन लाग्छ त्यतिन्जेलसम्म चाहिँ आफूले चलाएर मजाले फ्राई गर्नु होला। फेरि डढ्न चाहिँ नदिनु होला, यसलाई चलाइरहनु पर्ने हुनेछ। अनि त्यही बेलामा आफूले मिक्स गर्न पनि मिल्छ। सँगसँगै देखिरहनु भएको छ मेरो चाउमिन चाहिँ सबै इन्ग्रिडियन्टहरू मिक्स भइसकेको छ। अब मैले जस्ट फ्राई गर्न मात्र, मजाले फ्राई गर्न मात्र बाँकी छ। अनि त्यस पछाडि हाम्रो चाउमिन रेडी हुन्छ खानको लागि। हजुरहरूलाई नै यसरी नै खान मन लाग्यो बनाएर खानु होला।